सिकेर नै थियो होइन, यो अब मेरो लागि एउटा अपर्च्युनिटी मात्र, एउटा टुरमा अब हाम्रो जुन हेड कोच अहिले एभाइलेबल हुनु भएन होइन, र अब एउटा प्लेयर हुँदै यो सम्ममा आउँदाखेरि अब आई थिङ्क कसैको लागि पनि यो ठुलो अवसर पनि हो होइन, र प्राउड मोमेन्ट पनि हो होइन, नेपाल टिमको कोच हुनु भन्ने कुरा। जस्तो अहिले भएको टिममा भएको सबै खेलाडीसँग चाहिँ तपाईँ सिनियर टिममै खेलिसक्नु एज अ क्याप्टेन एज अ प्लेयर होइन, त्यो क्याम्पमा जाँदाखेरिको माहौल चाहिँ कस्तो रह्यो? तपाईँले एज अ कोच जाँदाखेरि प्रेजेन्ट हुँदा त्यो रोल चेन्ज गर्दाखेरि केही डिफ्रेन्स फिल भयो? फर्स्ट डेको एक्सपिरियन्स चाहिँ होइन, फर्स्ट डे खासै त्यस्तो भएन, सबैजना एक्साइटेड नै थिए होइन, सबैजना ग्रुपमा फेरि एज अ टिम मेम्बर भएर आउँदाखेरि अल्दो अब त्यो कोचको एउटा रोल आफ्नो ठाउँमा छ होइन, तर पनि एज अ फ्यामिली हामी दाजुभाइ जहिले पनि एक हिसाबले बस्ने गर्छौँ, त्यो हिसाबले सहजै भयो जस्तो लाग्छ। उहाँहरूलाई पनि त्यो अब देखिरहेको फेस भएर होला, अब त्यो ग्राउन्डमा जाँदा उ गर्दाखेरि त्यस्तो नौलो लागेन जस्तो लाग्छ, मलाई पनि नौलो फिल भएन होइन, लागिरहेको थियो कि हिजो अस्तिदेखि सँगै खेलि नै रह्यो, गरेर आयो, खालि अब अलिकति पार्टमा मात्र रोलमा मात्र फरक परे जस्तो लाग्छ। र त्यो बाहेक चाहिँ अब अरू जहिले पनि हामी क्रिकेटको कुरा गर्दाखेरि होस्, त्यो गर्दाखेरि होस्,